नमस्ते सबैजनालाई। म अनिल महर्जन। मेरो युट्युब च्यानल जी महर्जनको नाममा छ, सबैजनाले हेरिदिनु होला। र आज म दराज अनलाइनबाट चाहिँ दराज अनलाइन सपिङबाट चाहिँ मैले आज माइक किनेको छु युट्युब ब्लग बनाउनको लागि। यो बिल भयो हेर्नुहोस्। ल आज म यो मेरो माइकको अनबक्सिङ गर्दैछु। हेर्नुहोस् कस्तो हुन्छ। प्याकेजिङ त अलमोस्ट राम्रै छ। अब हेरौँ भित्रको सामान कस्तो आउँछ। कहिलेकाहीँ ड्यामेज चिज पनि आउँछ भनेर चाहिँ कमेन्टमा धेरैजनाले भनेको भएर अब मेरो चाहिँ कस्तो आउँछ हेरौँ है त। प्याकेजिङ चाहिँ एकदम दामी छ है। अब खोलौँ। अब म माइकको अनबक्सिङ गर्दैछु, सबैजनाले हेरिदिनु होला। यो चाहिँ नि बोयो कम्पनीको छ, बोयो कम्पनी। यसको चाहिँ नि प्राइस पनि भनिहालौँ सबैजनालाई। यो ट्रान्सपोर्टेसन चार्ज सुधा गरेर चाहिँ मलाई 1355 रुपियाँ लिएको छ बोयो कम्पनीको। अब हेरौँ कस्तो हुन्छ। लुक्स चाहिँ राम्रै छ है। ल हेर्नुहोस् है, लुक्स चाहिँ राम्रै छ। वा बोयो कम्पनीको दामी। हेर्नुहोस् दुईवटा माइक, यसमा त डबल माइक रहेछ। दुईवटा माइक हेर्नुहोस्। अनि एउटा यो कनेक्टर टाइप सी को कनेक्टर रहेछ होइन। टाइप सी को कनेक्टर। मलाई चाहिँ आइफोनको चाहिएको छ, आइफोनको पनि कनेक्टर रहेछ। हेर्नुहोस् है, दुईवटा माइक, दुईवटा कनेक्टर र एउटा अझै बाँकी छ। यो चाहिँ नि लोगो हेर्दाखेरि चाहिँ तपाईँलाई थाहा भएछ, यो चाहिँ नि वायर भइहाल्यो। यो चाहिँ चार्जिङ वायर होला यो चाहिँ। किनभने यो चार्ज पनि गर्नुपर्छ नि त, चार्जिङ वायर ल्याएर यति सामान पाउने रहेछ 1355 रुपियाँ। अब यसको क्वालिटी कस्तो छ म तपाईँलाई अर्को भिडियोमा तपाईँलाई जानकारी दिने नै छु। धन्यवाद। सबैजनाले लाइक र सब्सक्राइब गरिदिनु होला। धन्यवाद।